अध्याय 23 शास्त्री र फारिसीहरूलाई धिक्कार। तब येशूले भिडहरू र आफ्ना चेलाहरूलाई यसो भन्नुभयो, शास्त्रीहरू र फारिसीहरू मूसाको आसनमा बस्दछन्, यसकारण तिनीहरूले भनेका कुरा गर र मान, तर तिनीहरूले गर्ने जस्तो चाहिँ नगर, किनकि तिनीहरूले शिक्षा त दिन्छन् तर त्यस अनुसार गर्दैनन्। तिनीहरूले गाह्रो र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूका काखमा राखिदिन्छन्, तर तिनीहरू आफै चाहिँ ती उठाउनलाई एक औँलाले पनि छुँदैनन्। तर तिनीहरू आफ्ना सारा काम मानिसहरूलाई देखाउनलाई गर्दछन्, किनभने तिनीहरू आफ्ना निधार र नाडीमा व्यवस्था पत्री ठुला बनाउँदछन् र आफ्ना वस्त्रहरूमा झुम्काहरू लम्ब्याउँछन्। भोजहरूमा तिनीहरू सम्मानका स्थान र सभाघरमा प्रमुख आसनहरू मन पराउँछन्। बजारमा अभिवादन खोज्छन् र मानिसले गुरु भनेका रुच्याउँछन्। तर तिमीहरूलाई कसैले गुरुज्यू नभनोस्, किनकि तिमीहरूका शिक्षक एउटै हुनुहुन्छ र उहाँ तिमीहरू चाहिँ सबै दाजुभाइ हौ। तिमीहरू पृथ्वीका कसैलाई आफ्ना पिता नभन, किनकि स्वर्गमा तिमीहरूका एउटै पिता हुनुहुन्छ। तिमीलाई कसैले मालिक नबनोस्, किनकि तिमीहरूका एक मात्र मालिक कृष्ण नै हुनुहुन्छ। तिमीहरूमध्ये जो सबैभन्दा उच्च छ त्यो तिमीहरूको सेवक हुनेछ। जसले आफूलाई उच्च पार्छ त्यो होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ। धिक्कार तिमीलाई शास्त्री र फारिसीहरू हो, ढुङ्गीहरू, किनकि तिमीहरू मानिसहरूका सामुन्ने स्वर्गका राज्यको ढोका बन्द गर्दछौ। तिमीहरू न त आफै पस्दछौ, न पस्न चाहनेहरूलाई पस्न दिन्छौ। धिक्कार तिमीलाई शास्त्री र फारिसी हो, ढोङ्गीका, किनकि तिमीहरू विधवाका घर खाइदिन्छौ र लामो लामो प्रार्थना गर्ने भान पार्दछौ। यसैले अरूले भन्दा तिमीहरूले ज्यादा दण्ड पाउनेछौ। धिक्कार तिमीलाई शास्त्री र फारिसी हो, ढोङ्गीहरू, किनकि तिमीहरू एकजनालाई आफ्नो मतमा ल्याउनलाई समुद्र र जमिन चहार्दछौ, र त्यो तिमीहरूको मतमा आएपछि त्यसलाई आफूभन्दा दोब्बर नरकको छोरो बनाउँदछौ। धिक्कार तिमीलाई अन्धो अगुवा हो, जसले भन्दछौ कसैले मन्दिरको शपथ खाँदा केही हुँदैन, तर मन्दिरका सुनको शपथ खाँदा त्यस शपथले बाँधिनेछ। मूर्ख र अन्धा हो, कुन चाहिँ ठुलो हो, सुन कि सुनलाई पवित्र पार्ने मन्दिर? कसैले बेटीको शपथ खाँदा केही हुँदैन, तर त्यसमाथि राखिएको बेटीको शपथ खाँदा चाहिँ शपथले बाँधिनेछ। यही अन्धो हो, कुन चाहिँ ठुलो हो, बेटी कि बेटीलाई पवित्र पार्ने बेटी? यसकारण बेटीको शपथ खानेले बेटीको र त्यसमाथिका सबै थोकको शपथ खान्छ। मन्दिरको शपथ खानेले मन्दिर र त्यसमाथि बास गर्नुहुनेको शपथ खान्छ। स्वर्गको शपथ खानेले परमेश्वरका सिंहासनको र त्यसमाथि विराजमान हुनेको शपथ खान्छ। धिक्कार तिमीलाई शास्त्री र फारिसी हो, ढोङ्गीहरू, किनकि तिमीहरू पुदिना र सुप र जिराको दशांश दिन्छौ, तर व्यवस्थाका गहकिला विषयहरू अर्थात् न्याय र दया र विश्वासको अवहेलना गरेका छौ। तिमीहरूले दशांश दिने काम गर्नुपर्ने थियो, अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नुपर्ने थियो। अन्धा अगुवा हो, तिमीहरू भुसिना चाल्दछौ तर उठलाई चाहिँ निली हाल्दछौ। धिक्कार तिमीलाई शास्त्री र फारिसी हो, ढुङ्गीहरू, किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि माझ्दछौ, तर भित्रपट्टि भने ती लोभ र असंयमले भरिएको हुन्छन्। अन्धा फारिसी हो, पहिले कचौरा थालको भित्रपट्टि सफा गर र तिनको बाहिरपट्टि पनि सफा होस्। धिक्कार तिमीलाई शास्त्री र फारिसी हो, ढोङ्गीहरू, किनकि तिमीहरू चुन लगाइराखेका चिहानहरू जस्ता छौ, जो बाहिरपट्टि सुन्दर देखा पर्छन्, तर भित्रपट्टि भने मरेका मान्छेहरूका हाडहरू र सबै अशुद्धताले भरिएका हुन्छन्। यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूका सामुन्ने धर्मी देखा पर्दछौ, तर भित्र भने कपट र दुष्टताले भरिएको छौ। धिक्कार तिमीहरूलाई शास्त्री र फारिसी हो, ढोङ्गीहरू, किनकि तिमीहरू अमोक्ताका चिहानहरू बनाउँछौ र धर्मीहरूका स्मारकहरूलाई सिँगार्छौ र भन्दछौ हामी आफ्ना पुर्खाहरूका समयमा भए त हामी अमोक्ताहरूको रगत बगाउनमा उनीहरूलाई सहभागी हुने थिएनौँ। यसरी तिमीहरू अमोक्तालाई हत्या गर्नेका सन्तान हौ भन्ने प्रमाण तिमीहरू आफै दिन्छौ। तिमीहरूका पुर्खाहरूले गरेका पापको काम पुरा गर। सर्पहरू, सापले सर्पका बच्चा हो, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कनेछौ? यसकारण म तिमीहरू कहाँ अमोक्ताहरू, बुद्धिमान मानिसहरू र शास्त्रीहरू पठाउँदछु। तिमीहरूमध्ये कतिजनालाई तिमीहरूले मानेछौ र क्रुसमा टाङ्नेछौ, र कतिजनालाई आफ्ना सभाघरमा कोर्रा लगाउनेछौ र सहर सहर हुँदो सताउनेछौ। पृथ्वीमा बगाएको सब धर्मी जनको रगत, निर्दोष हाबिलको रगतदेखि लिएर बेरेकियाका छोरो जकरियाको रगतसम्म
जसलाई तिमीहरूले पवित्र स्थान र वेदीका बीचमा हत्या गर्यौ सो तिमीहरूकै टाउकोमा पर्नेछ। साँच्चै म तिमीहरूलाई भन्दछु यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन्। ए यरुशलेम त जसले अभक्तलाई मार्ने र त कहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्ने, जसरी कुखुरीले आफ्ना चल्लालाई पखेटा मुनि बटुल्छ त्यसरी नै मैले धेरैपल्ट मेरा बालकहरूलाई बटुल्ने इच्छा गरेँ तर तैँले मानिनस्। हेर तिमीहरूको घर उजाड छोडिएको छ, किनभने म तिमीहरूलाई भन्दछु प्रभुको नाममा आउने धन्यका हुन् नभन्नेसम्म तिमीहरूले मलाई देख्ने छैनौ। यदि तपाईँहरूको केही प्रेयर रिक्वेस्ट छ भने हाम्रो जिमेल र व्हाट्सएपमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ र लिङ्क चाहिँ डिस्क्रिप्सन बक्समा राखिएको छ।